लाइफ चाहिँ कस्तो छ हजुर प्लेयर हुनुहुन्थ्यो कि सोझो क्याटेगोरीमा पर्नुहुन्थ्यो कि कस्तो चाहिँ हुनुहुन्थ्यो मलाई केटीहरुले लभ गरेको थिए मैले लभ गरेको थिएँ जलवा है हमारा चोरलाई चोर भन्नुपर्छ डाकालाई डाका भन्नुपर्छ म चोर हो तपाईले आफै भन्नुहुँदैछ त अहिले सक्छौ दम छ भने केपी प्रचण्ड शेरबहादुर माधव कुमार नेपाल छ नि त गनाउने ठुस्स परेको मुख शेरबहादुर देउबा भनेको डडेलधुलामा उत्तिसको बोर्ड समातेर हग्ने होइन कुन हैसियतको मान्छे हो कुन हैसियतको मान्छे हो तपाईँ भन्नु न तर केपी शर्मा ओली यस्तो एउटा नेता हो नि 14 वर्ष परिवर्तनलाई जेल बसेको नेता हो नि त हाम्रो हजुरबुवा मारेर बसेको हो ज्यान मुद्दा नेपालमै बनेको लाउँछु भन्नुहुन्थ्यो नेपालमा धागो पनि बन्दैन के घण्टाको लाउनु मेरो खराब पानी छ मेरो खराब पानी अलिक कडा भइगयो हौ खाना जाँदाखेरि ठिक्क एक प्याक दुई प्याक खायो ठिक हो अब हाम्रो तपाईँको चाहिँ नि सुत्ने गरी लड्ने गरी खान्छ नि त अनि अब हो पनि फेरि रक्सी खाने लाग्ने गरी खाने हो नभए त दुध खाए भइगयो नि केपी ओली शेरबहादुर देउपा प्रचण्डहरूको सिरानीमा दुर्गा प्रसाद छ भन्ने कुरो बुझ्नु न बाबुराम भन्ने डक्टरले गरेको बाहुन नि क्यार 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 गरेर चाहिँ कानका जरा फुट्ने गरिदिनु पर्ने क्या लाग्ने मेरो अगाडि पर्यो भने त नि मेरो अगाडि पर्यो भने म 3 इन्ची सार्ने गरी हैन मसँग तिमी नि घुम्ने नगरकोट घुमियो सबै थोक गरियो होटलमा बसियो अनि 15 दिन पछाडि बलात्कार भन्न सक्छौ हुन्छ बलात्कार हुन्छ ल भनौँ त ये बड़ी अच्छी बात कही आप ठीक अब जनता मर्ने हैन नि अब मर्ने पालो नेताको जनता बात त सही है तपाईहरुले यी तस्करहरुलाई यी मारवाडीका पार्टनरहरुलाई यी व्यापार फैलाउने यहाँ व्यापार फैलाएको यो यी जोसुकै दललाई तपाईहरुले भोट हाल्नु भयो भने दुर्गा माताले तपाईहरुका अमला कुवारा छिरुन् तपाईहरुले जीवनमा यो जुनीमा हैन अर्को जुनीमा पनि तपाईहरुको नरकमा बास हुन्छ क्या बात है सर क्या बात है सर क्या बात ये बात है एउटा फेरि राप्रपा भन्ने पार्टी छ राजा र हिन्दू राज्य देखाएर रोटी साट्ने ओइ कस्ता 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 कुपुत्र जन्मेको हो यो धरतीमा ढाँट्नु पनि कति ढाँट्नु भनेको उता सडकमा राजा र हिन्दू राज्य चाहियो भन्छ यता आएर गणतन्त्रमा भोट मागेर हिँडेछ गोप्त पारेर दिनुपर्थ्यो क्या लात्ताले तपाईँहरूले किन नआनेको अच्छा ठीक है दुर्गा प्रसादले फटाइ गर्यो फटाइ बोलो भनेर भन्छ अनि दुर्गा प्रसादलाई बोल्न आएन भन्छ अब बोल्न आउनेले देश सिद्धाइसक्यो क्या बात है सर क्या बात है सर क्या बात ये बात है केपी ओली र प्रचण्डसँग डिनर पनि गर्नुभयो अरे हैन डिनर गरेको हो यसो त्यतिखेर डिनर गर्दै गर्दै चाहिँ मनमा यसो बिकाल्दिउँ कि भन्ने कुरा आयो कि आएन माइन्डमा के बोले भाइ अब के बोले के छ थाहा बोले